बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने प्रकारका अवांछित गतिविधिहरू पनि भइरहेको सन्दर्भमा हाम्रो पार्टीले यो दिनलाई जनताको उत्सवका दिनका रूपमा आयोजना गर्नुपर्दछ भन्ने निष्कर्षका आधारमा देशव्यापी रूपमा आजको दिनलाई जनताको उत्सवका रूपमा आयोजना गर्नका लागि अनुरोध गरे अनुसार देशका सबै पालिकाहरूमा आज विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइरहेको कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। काठमाडौँ उपत्यकाको हकमा हामीले काठमाडौँ उपत्यकाका पार्टी कमिटीहरू र पार्टी सम्बद्ध कमिटीहरूको आयोजनामा यो जनोत्सवको आयोजना गरेका थियौँ। अत्यन्त भव्य र शानदार रूपमा विभिन्न जात जातिका बाजा गाजा संस्कृतिका साथ हामीले गणतन्त्र उत्सवलाई अत्यन्त भव्यताका साथ र्यालीको आयोजना गरेर सम्पन्न गरेका छौँ। म यो उत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पार्टीका तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। वास्तवमा जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको यो लोकतन्त्र, यो गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकका रूपमा रहेको छ। त्यस अर्थमा यो व्यवस्थाप्रति नेपाली जनताको अपनत्व छ। नेपालको आफ्नो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताका आधारमा हामीले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेका छौँ र त्यो व्यवस्थाका माध्यमबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने यात्रा निरन्तर रूपमा जारी छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु। वास्तवमा कतिपय मान्छेहरू भन्ने गर्दछन् लोकतन्त्रले के दियो, गणतन्त्रले के दियो भनेर प्रश्न गर्ने गर्दछन्। पञ्चायतको अन्तिम समयमा यो मुलुकमा धनी र गरिबहरूका बीचको खाडल 21 गुणा ज्यादा थियो र आज यो मुलुकमा धनी र गरिबहरूको बीचको खाडल घटेर 6 गुणामा सीमित भएको छ। अर्थात् हाम्रो समाज समानतातर्फ अगाडि बढेको छ। एक प्रकारले भन्ने हो भने यो समाजमा मध्यम वर्गको उदय भइरहेको छ। लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउँदछ भन्ने कुराको मान्यतालाई हामीले स्थापित गरेका छौँ। कतिपयले भन्ने गर्दछन् संहिता बोझिलो भयो, खर्चिलो भयो, संहिताले के दियो भनेर प्रश्न गर्ने गर्दछन्। म तपाईहरुलाई भन्न चाहन्छु पञ्चायतको अन्तिम समयमा यो मुलुकमा सडक पूर्वाधारका क्षेत्रमा 8000 किलोमिटरको हाराहारीमा सडक सञ्जाल निर्माण भएको थियो। आज यो मुलुकमा 1,10,000 किलोमिटर सडक सञ्जाल निर्माण भएको छ। केन्द्र सरकारका तर्फबाट 43,000 किलोमिटर सडक निर्माण भएको छ भने प्रदेश र स्थानीय सरकारले यो छोटो अवधिमा 63,000 किलोमिटर सडक बनाएर वास्तवमा अधिकार जनताका बीचमा लगेर स्थापित गर्ने हो भने जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सम्भव छ भन्ने कुराको सन्देश दिन सफल भएका छन्। त्यति मात्रै होइन, म तपाईहरुलाई भन्न चाहन्छु वास्तवमा पञ्चायतको अँध्यारो समयमा जनताको जीवन पनि अँध्यारो थियो। पढ्ने लेख्ने अवसरहरू सीमित थिए। आज हामीले विद्यालय शिक्षामा लैङ्गिक समानतालाई सुनिश्चित गर्न सफल भएका छौँ र आज बाल मृत्युदर, मातृ मृत्युदर जस्ता समस्याहरूलाई एक हदसम्म समाधान गर्ने कुरामा हामीले सफलता हासिल गरेका छौँ र पञ्चायतको अन्तिम समयमा यो मुलुकमा नेपाली जनताको औसत आयु 54 वर्ष मात्रै थियो। अहिले नेपाली जनताको औसत आयु लोकतन्त्र र गणतन्त्रका कारणले 72 वर्ष पुगेको छ। तर हामी अझै भन्न चाहन्छौँ लोकतन्त्र र गणतन्त्रमा जनताको जीवनस्तर योभन्दा माथि उठ्नु पर्दछ। राजनीतिक अस्तित्वका कारणले नै हामीले चाहेको विकास र समृद्धिको यात्रा अगाडि बढ्न सकेको छैन भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले सङ्कल्प गरेको, अठोट गरेको छ। अब यो मुलुकमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यकता छ र हाम्रो पार्टी नेकपा एमालेलाई हामी बलियो राष्ट्रिय शक्तिका रूपमा, निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न चाहन्छौँ र मलाई लाग्दछ लोकतन्त्रले नै, गणतन्त्रले नै त्यो बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्न सक्दछ।
आज हामीले गणतन्त्र दिवसलाई जनउत्सवका रूपमा आयोजना गरेका छौँ। आगामी वर्ष हामी यसलाई अझ शानदार रूपमा अझ भव्यताका साथ देशव्यापी रूपमा आयोजना गर्नेछौँ भन्ने कुरा तपाईँहरूका बिचमा राख्दै यो महत्त्वपूर्ण सांस्कृतिक र्यालीमा सहभागी हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म पार्टीको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै यो सांस्कृतिक र्याली यही सम्पन्न भएको जानकारी गराउन चाहन्छु। हस्त धन्यवाद, अभिवादन। ल ल ल ठिक्क भ्याइ मात्रै ल अब के आफू